प्रकाश उप्रेती नेपाल पत्रकार महासंघ झापा सदस्य पत्रकारिता 12 वर्षको अनुभव कोरिया अहिले भनेको विशुद्ध एउटा मजदुर भएर काम गर्ने हिसाबले आएको छ। नेपाल पत्रकार महासंघमा सदस्य भएर काम गरियो भने मैले विदेश मलेसिया बस्दाखेरि मलेसियामा पत्रकारिता 2 वर्ष गरेँ। 2 वर्ष पढ्नु नेपालमा पत्रकारिता सुरु गरेको मैले आज ठ्याक्कै लगभग गरेको 9 वर्ष पुग्यो। आर्थिक विपन्नता पत्रकारिता सँगसँगै आर्थिक कुरालाई पनि मजबुत बनाउन सकिन्छ कि भन्ने उद्देश्य कोरिया सिरिया हो। विदेशमा पत्रकारिता गर्नु भनेको अत्यन्तै जोखिम र अत्यन्त कठिन अवस्था हो। मैले यो कुरा भनिरहँदा के कुरा बिर्सेको छैन भने जसरी यहाँ जस्तो पत्रकारहरूले विदेशमा पत्रकारिता गर्नुभएको छ कति जोखिम भोग्नु भएको छ भन्ने कुरा मैले मलेसियामा 2 वर्ष श्रम साप्ताहिक चलाउँदाखेरिको अनुभव म यहाँलाई पोख्न चाहन्छु। वास्तवमै गहन छ, साह्रो छ र यसलाई धैर्यता, साहसता र खोजमूलक तरिकाले अगाडि बढाउनुपर्छ जस्तो मलाई लाग्छ। जुन मैले मलेसियामा श्रम साप्ताहिक भन्ने एउटा हाम्रो टिमले चलायो त्यो अनुभव के छ भने एक त त्यो देशको कानुन, त्यो देशको व्यवस्था, त्यो देशको सम्पूर्ण कुरालाई हेर्नुपर्ने हुन्छ भने अर्को कुरा के हो भन्दाखेरि पत्रकारिताभित्र नेपालको मान्छेले आएर नेपाली भूमि छोडेर विदेशमा पत्रकारिता गरेर त्यो नेपालको पत्रकार आचार संहितालाई बिर्सेको हुँदैन। भन्दा पहिलो कठिनाइ भनेको आफू कुन प्रयोजनका लागि आइएको छ। जस्तै उदाहरण दिएँ, अहिले म मजदुर भएर यहाँ आइरहेको छु। अब मैले मेरो वर्गीय व्यवसाय पत्रकारितालाई भुल्न सकेको छैन। अब त्यो वर्गीय व्यवसाय गर्नका निम्ति मैले आफ्नो मजदुरी पेसालाई चाहिँ सँगसँगै काम गरेर आएको बेलामा फुलफुला समाजका लागि त्यो जानुपर्ने हुन्छ। त्यो पहिलो प्राथमिकता पहिलो कुरा भयो भने अर्को कुरा विदेशी भूमिमा पत्रकारिता गर्दाखेरि एउटा भाषाको समस्या हो जुन कुरा लिनुपर्ने हुन्छ। अब यहाँहरूलाई त मैले के चाहिँ भन्नु पर्दैन भने यहाँहरूले आफ्नो घटनास्थलमा पुगेर जुन कुरा ल्याउनु भएको छ त्यहाँ साह्रै दुःख गर्नु भएको छ। मैले बुझ्न खोजेको र भन्न खोजेको कुरा के हो भने विदेशी भूमिमा पत्रकारिता गर्दाखेरि सबभन्दा हामीलाई अप्ठ्यारो असजिलो भनेको यो देशको राज्यको कानुन र यो कानुनले दिएको अधिकार। पत्रकार महासंघ कोरिया शाखा अनि पत्रकारिता क्षेत्रलाई समेट्ने गरी कता कता चलेको छैन कि अरू दिग्गज पत्रकारहरू जस्तै अब यहाँ हरेक कोणबाट चाहिँ कलमले मात्रै बाँच्ने साथीहरू हुनुहुन्छ उहाँहरूप्रति उपेक्षा भएको छ कि र पत्रकारिता भनेको नबुझ्ने मान्छेहरूको हालिमुहालीको भएको छ कि भन्ने जस्तो लागेको छ। पत्रकार महासंघले सदस्यता वितरण गर्दा नवीकरण गर्दा यी कुरा खोज्ने कुरा हो। र अर्को कुरा मलाई लाग्छ नेपाल पत्रकार महासंघ हाम्रो केन्द्रीय कार्यालय केन्द्रीय कमिटी यस्ता कुरामा सक्षम छ किनभने त्यहाँ दिग्गज पत्रकार मित्रहरू त्यहाँ बस्नु भएको छ, उहाँहरूले कुरा हेरिनु भएको छ। मलाई लाग्छ र केही केन्द्रीय पदाधिकारी साथीहरूबाट मैले के पनि कुरा पाएको छु वास्तवमै कोरियाको हकमा धेरै कुराहरू आए हामी यसलाई सुधार गर्न चाहेका छौँ भन्ने कुरा गर्नुभएको छ। र उहाँले 7 समुद्र पारिरहेको हाम्रो कोठियामा रहेका हामी छोरीहरू रहेका विभिन्न व्यवसायहरू अन्तर्गत चाहिँ हालै के अरे दुःख गरेर पत्रकारिता गर्ने साथीहरूलाई उहाँहरूले हेर्नुहुन्छ जस्तो लाग्छ। मैले यहाँको पत्रकारितालाई वास्तवमै केही पत्रकारहरूले साँच्चै दुःख गरेर पत्रकारिता गर्नुभएको छ, अध्ययनसहित गर्नुभएको छ। उहाँहरूलाई म गुरु मान्छु। मैले 10 वर्ष पत्रकारिता गरेको भयो र पनि उहाँको विद्यार्थी नै सम्झिन्छु भने जो पत्रकारिताको नाममा नेपाल पत्रकार महासंघको सदस्यता लिएर पत्रकार हुँ भन्दै पत्रकारिताकै धज्जी उडाउँदै हुनुहुन्छ उहाँहरूप्रति चाहिँ मलाई कता कता दुःख लाग्छ। कृपया गरेर कम्ती आउने पत्रकारिता के हो बुझिदिनुहोस्। पत्रकार लेख्नेहरूले जो ज्यान गुमाइरहेका छन्, जो ज्यान जोखिममा पारेर काम गरिरहेका छन् उहाँहरूको अवमूल्यन नगरिदिनुहोस् भनेर अनुरोध गर्न चाहन्छु। धज्जी कसरी भन्दाखेरि जसले लेख्ने ज्ञान छैन तर उसले कलम पक्रिएको छ एउटा धज्जी। जोसँग उसले पत्रकारिताको बारेमा पनि जानेको छैन ऊ पत्रकार महासंघ सदस्यता कोरियाको शाखा सदस्य भएको छ। बिचरा उहाँहरूको दोष नहुन सक्छ किनभने कोही मान्छेहरूले आफूलाई चाहिँ सपोर्ट हुन्छ भनेर उहाँलाई राख्न सकेको हुनसक्छ। अनि त्यो जब पत्रकारिताको ज्ञानै नभएका मान्छेहरू महासंघको सदस्यता प्राप्त गरिसके पछाडि उनीहरूको नेतृत्वमा चाहिँ पत्रकार महासंघ अगाडि बढिसके पछाडि अनि त्यो पत्रकार महासंघको धज्जी नभए के होला र सर। अन्तिममा पनि पत्रकारिता के हो भनेर बुझेर लाग्नु। र अर्को कुरा
पत्रकारकै बारेमा कसैले कहिलेकाहीँ आलोचना आउँछ भने सहज ढङ्गले पचाउन सक्नु, आलोचना गरेर होइन, आलोचना गर्ने गराउने गरियो भने त्यो पत्रकारिता भित्रको पनि गलत पत्रकारिता हो। पत्रकार हुँ भनेर कलम गोजीमा बोक्दैन अनि 2-4 ठाउँमा म पत्रकार हुँ भनेर फुलाउँदैन, पत्रकार हुँदैन। कम्तीमा पनि त्यसलाई अध्ययनसहित, लेखन शैलीसहित र पत्रकार महासङ्घको चाहिँ रुल एन्ड रेगुलेसन भित्र रहेर काम गरिदिउँ मलाई जस्तो लाग्छ। मैले मेरो 10 वर्षको पत्रकारिता गरेको र पनि म आफूलाई विद्यार्थी समय मैले जहिले पनि लेख्न अझ जानुपर्छ, गर्नुपर्छ, अझ खुजमूलक समाचार दिनुपर्छ भन्ने मान्यताको मान्छे हो। त्यस कारणले म सक्षम छु, सबैभन्दा जान्दैछु भन्नुभन्दा पनि म खोजमूलक समाचार दिन, जनतालाई सूचित गर्न तयार छु। र मेरै बारेमा पनि कसैले आलोचना गर्छ भने होइन यो पत्रकारिता यस्तो पत्रकारिता होइन भन्छ भने म त्यसलाई खुलासाथ ग्रहण गर्न र त्यसलाई सुधार गर्न तयार छु। न कि यहाँ पत्रकार महासङ्घको नेतृत्वमा बस्ने केही साथीहरूले आलोचना खप्ने एउटा आफ्नो साहस देखाउनु भएको छैन। उहाँहरूलाई पनि आलोचना खप्न र लेख्न अलिक जानु र लेख्नु भन्ने सल्लाह दिन चाहन्छु।